हेलो वेलकम छ डुलुवा बुढीको च्यानलमा। हामी चाहिँ आज चाहिँ अलि जाडो जाडो भएर धेरै समयपछि आज न्यानो पनि छ, टी सर्ट लाएर आइएको छ, हल्का चिसो चाहिँ छ। अब यहाँ के अरे रोयल पार्क हैन, रोयल लेक पार्क हो कि रोयल पार्क हो। हामी चाहिँ यहाँ डुलुवा बुढाबुढी घुम्न आएको छौँ। अब यहाँ के छ तपाईँहरूलाई हामी अहिले एकछिनमा देखाउँछौँ। हस् बुढा बिजी हामी चाहिँ यता तलतिर त्यहाँ पानी लेक पनि छ, लेकतिर जान्छौँ। के भयो जाउँ ल जाउँ जाउँ जाउँ। मान्छेहरू हिँड्ने मान्छेहरू पनि आउन थालेको छ। अब चाहिँ हिउँ पर्न छोडेको अवस्था है यो चाहिँ। धेरै खुब हिउँ पर्यो, चिसो चिसो, अनि भिडियो नबनाएको नै धेरै भएछ। अनि अब चाहिँ हामी पपी आयो, पपी चाहिँ हो ल जोन recreation area रे devotion to the community and the environment. अयो पानी किन धमिलो, क्याप खोइ नलाउने। No motorized vehicle, no alcoholic beverage, it must be unless park closed at dark. हरियाली त हुनै बाँकी छ हैन? हरियाली भएपछि बाबा यहाँको अनि दाइमा रुख हरियाली भइसकेपछि अनि मन पनि हरियाली हरियाली हुन्छ। अहिले त कस्तो फुङ्ग छ हो, मान्छे त्यहाँ बिच रोडमा बसेर के गरे हो त्यो भुइँमा के गरे, आर्ट गरे, रोडको बिचमा बसेर आर्ट गरिरहेको छ। आज बुढाबुढीको टाइम यो चाहिँ एक राउन्ड लाउने ठाउँ रहेछ। एक राउन्ड लगाउँ है। अब यसरी कताबाट गर्दा ठिक होला, फेसमा घाम नआउने गरेर जाउँ न। अन्त क्याब छ, ठिकै छ। धेरै पछि आयो नि त बुढी, कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ। आज पातलो लुगामा पनि हिँड्न मिलेछ। चिसो चिसोले बब्बाले भएको थियो यार। सुरु रमाइलो लागेको थियो, चिसो भए पनि पछिल्लो समय कन्टिन्यू चिसो हुँदाखेरि चाहिँ अलिक झ्याउ लाग्दो रहेछ। अनि अब अहिलेलाई चाहिँ आज हिजो र आज चाहिँ ठिक छ। ठिक छ है, न्यानो आज यार। एक राउन्ड लगाउँछ होला सायद हामी आज यहाँ। आर्ट गरेर आएको छ यार, दामी। नाइस आर्ट यार है। आउँछ क्या बोलाएर। होय 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 होय, बार्बिक्यू गर्ने ठाउँ पनि राख्दै रहेछ। ल कहिले आउने त अब फेरि? यहाँ त एक दिन आएर चट्ट मासु लिएर आएर चट्ट खाने ठाउँ त गजब राख्छ यार। यहाँ उ गर्नुपर्छ कि पर्दैन होला पहिला? यो कसैले लिएर जान नि नमिल्ने पुरै यो यसमा लगै हान्दैछ। हेर न, यो पनि लग, यो पनि लग, दामी गर्दै रहेछ यार। यो बुक गर्नुपर्छ कि पर्दैन होला है यहाँनिर? ल जाउँ अब हामी यसरी यहाँबाट छेउ लाएर मजाले ओपन डाँडो छ त्यहाँ, हामी त्यहाँ जान्छौँ है त। ल जाउँ ल लेट्स गो। यहीँबाट उक्लिन्छ सर्टकट हाल्ने नि हो। ल बुढाको टुङटुङ, बुढाको टुङटुङ, दौडिन नपाएको, फुटबल खेल्नु नपाएको, जाडोमा धेरै हिँड्नु नपाएको, सब निस्किने हो अब बिस्तारै होइन त? ओहो, दुई पाइला दौडेर फेरि आराम हो। अब पारी जानुपर्छ, मजा आउँछ। ल जाउँ यहाँबाट यस्तो ट्रेल यताबाट जाने भयो हामी, राइट लागेर। ल राराको जस्तो बाटो आइदिउँ हिँड्नु। ल हिँड।
के हो एक्लै एक्लै टुई टुई हिँडेका छन् मान्छेहरू ए ठाउँ राम्रो रहेछ है ठिक छ यार ए अब हाम्रो युट्युब हेर्ने साथीभाइ आफ्नो आफन्तहरूले सोध्नु होला छोरा खै त छोरासँगै हुनुहुन्थ्यो होइन छोरासँग त अस्ति भ्लगमा थियो नि त खै भन्नु होला अब केही समयको लागि चाहिँ छोरा यहाँबाट अर्को स्टेट गएको छ केही समयपछि फेरि हामीलाई जोइन गर्छ उसले सबैजना सकुशल छौँ सही सलामत छौँ जो जहाँ भए पनि तपाईँहरू पनि राम्रोसँग बस्नु होला होइन अब 2-4 भ्लगमा नदेखिन सक्छ छोरा त्यसपछि त फेरि हामी कन्टिन्यू गर्नेछौँ छोरासँग है ए फुल थालेछ है यहाँ फुल रातो आएछ अलिअलि आएछ ल यहाँको पार्क चाहिँ ठुलो पुरै होइन यति ठाउँमा पार्क हुन थाल्थ्यो है जेसी पनि अलिकति संरक्षण गरेपछि हुने रहेछ ठाउँ ठुलो भएर पनि होला होइन एरिया धेरै छ अनि ठाउँ भएपछि पार्क बनाइदिइहाल्ने त्यसले गर्दाखेरि चाहिँ मान्छेलाई हिँड्न ओर्न यताउता बिजी लाइफबाट अलिकति टाइम निकालेर हिँड्न चाहने मान्छेहरूको लागि चाहिँ अब ठाउँ चाहिँ सजिलोस् अन्त रारा पुला हाँस्ला यार रारातिर हिँडेर चाहिँ फुल भइरहेको ल यहाँ चाहिँ एउटा बन्द आयो जस्तो है मेरो बुढाको नि हेलो वेलकम रे के पुलबाट आया ओ काँडा होला त्यहाँनिर त ल तालको छेउछाउ हेर्नु न कतिजनाले कुकुरै बोकेर लिएको छ कि मलाई त डर पनि लाग्छ कुकुर त एकदमै मन हो र त्यही त टन्नै रहेछ मछली टन्नै रहेछ अब कुकुरहरूको कुरा गर्दै थिएँ मैले एकदमै धेरै सबैजना मान्छेहरूले प्रायः धेरै जस्तो मान्छेहरूले चाहिँ कुकुरहरू लिएर हिँड्नुहुन्छ डगीलाई मलाई पनि मन चाहिँ एकदमै मनपर्छ तर अरूको त अब थाहै हुँदैन नि त के छ कसो छ अनि अगाडि आइपुग्यो भने पनि डर लाग्छ कि फेरि कुकुर लभर हो हुन चाहिँ तर चिनेको लागि मात्र नचिनेको लागि चाहिँ डर लाग्छ के हो होइन गर्मी पो हुन थाल्यो त मलाई चाहिँ ए हो म ब्ल्याङ्केट हो र जे पाए त्यही बुढा ल हामी अघि पारिबाट सुरु गरेको थियौँ हामी यतापट्टि लगभग आधी त नभनौँ 40% जति आइपुग्यौँ 2-4 राउन्ड लगायो भने त यहीँ पनि पुग्ने रहेछ एक्सर्साइज जङ्गलहरू चाहिँ यस्तो छ अहिले बन्द नै कता है त यतैबाट हुन्छ कहाँ हुनु यहाँ त फेरि डाइरेक्ट भिडियो पनि खिच्न हुँदैन मान्छेहरू आउँदैन यस्तो बङ्ग्याउनु पर्ने कि यताउता यो पानी भरेर यता आउँदैन यो यत्रो यसबाट यहीँ नजिकै छ केही छ भन्नु पुरा केही छ भन्नु छुट्टीको दिन हिजो पनि छुट्टी आज पनि छुट्टी आज 1-2 ठाउँ गइयो हिजो यसो डक्टर कहाँ गइयो गाडीको गइयो आज चाहिँ एउटा काम पनि थियो काम सकेर फेयरफ्याक्सतिर गएर अब यतातिर आएको छ सायद रमाइलो हुन्छ होला कफी त आयो तर म
पप्पीको कपाल क्या दामी यार। कता छुट्यो मान्छे? त्यहाँ अलि रुख सुक्खा घाँस लाग्थेछ। अच्छा यत्रो यहाँ छ त पानी अनि। ल मिस भयो बुढाले कत्रा जम भन्नुभएको थियो। कसलाई? ल खुट्टा जोगाउनु अरू जे हुन्छ त्यत्रो माथि भेट्ने विचार छ। आमामा खत्रै हो नि बुढा त। यो त धेरै माथि छ त। यसलाई भेट्ने त्यो बुढाले म अगाडि गएर टक्क लट्ठी लिएर ल भेट्दैन त धेरै माथि छ त। ए झन्नै अलिकति लट्ठी ल्यायो त भेट्ने रहेछ। यो अब हरियो परियो भएपछि अलि चाहिँ कहाँ दौडिनु भएको माथि माथि? ओ माइ गॉड मैले त यो यहाँसम्म मात्रै भनेर यसो सर्टकट होला भने त कतासम्म रहेछ यार यो लेक त। यता तलबाट कि माथिबाट? ल आउनु म त तलबाट गएँ सर्टकट। तपाईँ माथिबाट जानु लाग्नु भयो? ल बुढा माथि त्यहाँ माथिबाट यसरी जानु मिल्छ। ओइ वहाँ परसम्म रहेछ यार लेक लुकेको लेक रहेछ। यल्लो आकारको रहेछ। यताबाट यसरी गएर उता भित्तासम्म रहेछ। म त सोचिरहेको थिएँ यहाँ यति मात्रै होला भनेर। यहाँनिर माछा कछुवा हाँस छ रहेछ। खै बुढा कहाँ आउने? आउँदैन होला। मिल्छ यहाँबाट? मिल्छ? ल आऊ रे म त हिँड्दै यहीँबाट चल्दै। चिप्लो पो रहेछ। कहाँबाट हिँड्यो भनेर यो घाँस चिप्लो रहेछ नि त। के छ यतापट्टि? ओइ यता पनि रहेछ। ल हाइटबाट यहाँबाट रमाइलो रहेछ। सर्टकट हान्नु खोजेको तर यताबाट यो लाइन चाहिँ है दुईजनाले दुईजनाको भिडियो खिच्दैछौँ। ओ परसम्म पुग्नु धेरै टाइम लाग्छ यार यो त। मैले छिटो जाउँ। के छ खबर? अग्लो पहाडै चढेर आयो त तिमीले यार। ठिक छ नि? त्यहाँबाट त्यो उता पठा जस्तो लाग्छ। ड्रेन गरे ल यसो चाहिँ यता नपट्याउने लेक रहेछ हो। कुना काप्चासम्म छ यार पुग्नु। आधी भयो होला भनेर मैले 40% भनिरहेको थिएँ। कहीँ 40% हुनु उता कुनासम्म छ। मैले सोचेको थिएँ त्यता पनि छ भनेर। त्यसको मुनिबाट ठ्याक्क पानी उता ड्रेन गरेर आवाज आइरहेको छ मजाले। त्यहाँ पनि यस्तो बस्नु ठाउँ राख्नु। जाम अब तलतिर लागौँ। 8 मिनट रहेछ यहाँबाट घर जम्मा है। ल यहाँ त पुरै यस्तो घरहरू पो रहेछ। यहीँबाट ओर्ल्यौँ तेर्सो पारेर
है म चिप्लिने हो कि ठाडै ओह्राल्छ त यार मेरा बिस्तारै उताबाट आउने हो कि चिप्लिन सक्छ ठिकै छ होइन के हो यो जाऊ न हेर न हेर न हेर ए ढाड सोझ्याउने मात्रै जस्तो यहाँ खुट्टा राखेर अनि यस्तो गर्ने होइन यो पेटको के यस्तो गर्ने कि यहाँ खुट्टा यसरी यस्तो राखेर यस्तो गर्ने होइन त यहाँ गर्ने कार्प ल के हो सेम डिफ्रेन्ट हो क्या ल एउटा फोटो हान्दिनु ल के भएको छ नि आउनु लाग्छ यार छोटो छोटो खिच्नुपर्छ अब नजाऊ है गाली गर्ला कस्तो जङ्गली मान्छे आज किन लहाट्यो भन्ला है च्यालेन्ज गऱ्यो मिरालाई च्यालेन्ज गऱ्यो डरायो मान्छे डरायो डिस्टर्ब है ल हेर्नु अब यो ताल भयो यो यस्तो चौर बनाइदिएछ अनि माथि डाँडामा घर ल हेर्नु त घरहरू यस्तो राम्रो उहाँबाट आएको हामी परबाट घन्टा भइसक्यो यार यो मान्छे बटरफ्लाई कसलाई पुरै पो रहेछ है जस आजलाई पुग्यो नि पसिनै आयो यार ओहो जस मजा रहेछ यार एक राउन्ड पुरै लगाएर रमाइलोहरू छ अझै हरियाली भइसकेपछि अझै बेटर हुन्छ है अहिलेसम्म चाहिँ अलिकति ड्राई जस्तो छ ल आजलाई पुग्यो धेरै पछि मजाले हिँड्यो यार
ल अब क्लोजिङ भनिदियो त मिरा आजलाई बाई बाई अँ अब नेक्स्ट भिडियोमा फेरि भेटौँ ल है हामी धन्यवाद ओके ग्याप भयो भनेर माया नमार्नु होला बेला बेलामा आउँछौँ हामी आउँछौँ ओके अलिकति हल्का हल्का भिड हुँदैछौँ त्यही भएर हो है नआएको र चिसो वेदरले कारणले पनि हो स्पेसल चिसोले हो कि है अब बिस्तारै फेरि आउँछौँ माया नमार्नु होला भिडियोहरू हेर्नु होला लाइक गर्नु होला सेयर गर्नु होला सब्सक्राइब नगर्नु भएकोले सब्सक्राइब गरिदिनु होला केही छ त्यस्तो भनेदेखि कमेन्ट पनि गरिदिनु होला होइन भन्दै नफ्ते हुन चाहन्छु बाई बाई